ल भिडियो बनाउँदा ल गाइज फाइनल्ली अब एनदर भ्लगमा यहाँहरूलाई स्वागत छ फेरि पनि। हेलो आज चाहिँ हामी दाजु पनि भएर निबुवा पेल्ने काम गर्ने छौँ अनि त्यही भएर अब निबुवा देख्न सक्नुहुन्छ यहाँ माथि माथि यसरी झुप्पा झुप्पाको निबुवा पाकेर एकदम पहेँलो भएको छ है। आधी चाहिँ टिपिसकेको छ, पर पेल्दैछ नि दुईजना दाजुबहिनीले। अब हाम्रो चाहिँ यो बाँकी रहेको रहल पहल निबुवा टिपेर फेरि पेल्ने कुरा हो यो। अब यसले निबुवा गर्छ जो त एउटा स्टिक लिएर आऊ, यिनले स्टिक लिएर आउँछ नि। अब मैले निबुवा झार्छु। यो चाहिँ फेरि हाम्रो गार्डन हो। यो सबैभन्दा ठुलो देन चाहिँ हाम्रो बहिनीको छ, मेलिनाको। एकदमै बगैँचा बनाएकी छिन् यिनले वरिपरि फुल लगाएर। र बगैँचाको बिचमा एउटा ठुलो भन्दा पनि साधारण एउटा निबुवाको बोट छ र यहाँ धेरै नै निबुवा फलेका थिए। र अब चाहिँ निबुवा टिप्ने बेला भएको कारणले हामीले यो निबुवा यसरी टिप्ने छौँ। ल झार यहाँ हेर्नु, निबुवा यसरी झुप्पा झुप्पा छ नि यी माथि माथि यी। अब फाइनल्ली हामी यो निबुवा झार्छौँ आज सबै। र अहिले निबुवा झारी, बहिनीले निबुवा झारी हान हान हान। ल तल तलमा पुरा है निबुवा झार्दैछ है। म बनाउँछु हैन झार्न त चाहिँ बोल्नु ल अब यहाँ निबुवा झार्दैछु यसरी। ठिक छ ठीक छ। हाम्रो यहाँ साइमन दाइले चाहिँ निबुवा झार्दै हुनुहुन्छ। अहिले चाहिँ साइमन दाइले निबुवा झार्नलाई कनी साइमन दाइलाई निबुवा झारेर कनी परिरहेछ। अघि खाएको काँक्रा र आलुको कनी निबुवा झार्नलाई भले पनि लागेन। अब हामी मास्लोमा जान्छौँ। है अब फाइनली यहाँ चाहिँ निबुवा टिप्ने क्रममा यहाँ बारुला रहेछ, त्यही भएर अब यसलाई जलाउने प्लान गरिरहेको छौँ हामीले। नजलाइकन फेरि टिप्न सकिँदैन, त्यही भएको कारणले यसलाई कहाँबाट जलाउने अब यहाँबाट आगो लगाइदिन्छु म। जहाँबाट जलाइन्छ नि। ल अब आगो गर्ने के पछि त्यहाँ लगाइदिन्छु। ल यता आइज त, यता आइज नि, यता यता आगो हाम्रो धन्दै बलेको छ मा नलग्दै। हाम्रो यहाँ बारुला छ, कता हो खोइ बारुला माथि छ ऊ बारुला कहाँ बारुला भएको कहाँ हो भाग नानी टोके। हामीलाई त्यहाँ बारुला टोक्ने अवस्थिति आयो। त्यही म देखाउँछु। लाउने मान्छे डरले मलाई टोक्छन् कि भन्ने एकदम डर लागिरहेको छ मलाई चाहिँ। टोक्यो भने फेरि नाक मुख आँखा एकै ठाउँ एउटै बनाइदिन्छ बारुलाले। आई होप सबै बारुला भाग्यो होला। चराको बच्चा गुड बच्चाको गुड, चराको गुड पनि डढ्छ। बच्चा त छैन भागिसक्यो छ छैन। अस्ति च्याउ चिजेको बारुला हामीले यहाँ एउटाको ज्यान लिन जाँदा अर्को ज्यान पनि लिएको छ। यसैले हामी धेरै माफी चाहन्छौँ। डराइयो त देखा तेरो दाइलाई हामीलाई निभाउनु पर्यो। कति धेरै रातो खुक्रो हौ। ल फाइनली बारुला मरेर ल अब फेरि निभा। हाम्रो दाइले के बोकेर हिँडेको होला नि त त्यो। म सकिनँ गाइज, सकिनँ। हाम्रो दाइ ल के गरेको हाम्रो गोठ मासिर त्यस्तो लगेर राखिदिने हो। ल फेरि अब निभा झार्नु पर्यो। अब राख्न त्यसलाई कम लगा के यो ऊ यहाँ आएछ तेरो बानर। ओ ओ भाग बन्दै भाग। हामीलाई चाहिँ बारुलाले खेदेको अवस्था। जाइदैन टोक्दैन टोक पानी रहेछ।
गाइस ल रोक काम गर्नु भनेको धुवा लाएर यो बोट फोरी हाम्रो यहाँ म्यानेजर साहबले के गर्नुभयो तपाईँलाई हेलो गाइस हाम्रो दाइलाई चाहिँ यहाँ फुलबारीभित्र निबा टिप्दाखेरि बारेलाको डरले एकदम डराएर काँडा धरीले छोडेको छैन निबा हेर्नुहोस् कस्तो ठुल्ठुलो छ है योभन्दा ठुल्ठुलो निबा छ ठुल्ठुलो निबा छ उहाँ कता हो खै देखा त ल अलि अघिको जस्तो देखा न तपाईँलाई नि माथि लगाएर क्या निबा झारेको मात्र ल फाइनली निबा डाङ र डुङ जस्तो माथि घरि साहन गड यहाँ थोरै निबा रहन्छ हाम्रो झार्ने मान्छे चाहिँ गाडीमा हुनुहुन्छ बाहिर तल गुल्टेर हेर्नु न गाई उहाँ पुगिरहेको काँडाले घोचेर रगत निकाल्थ्यो साथी हो आज हाम्रो म्यानेजर साहबले चाहिँ एउटाको ज्यान लिँदा अर्कोको ज्यान पनि खोसेको छ उहाँ भित्र नि छ ठुलो उहाँ हेर्नु न उहाँ हेर्नु गाइज उता हरियो हरियो छ तपाईँहरूले चाहिँ देख्नुहुन्न होला त्यहाँ माथि नजान्नु सक्यो तिमीहरूको त्यो धुवा चाहिँ त्यहाँ राख्नु परेको होला यता आनु हातले ठिक देखाउने गाई सो बिग एन्ड नाइस नाइस कमिलो रहेछ उता लैजाऊ यसले नि अमिले खाने विचार गरे जस्तो यहाँको त्यति अब यहाँनिर चराको गुरा छ देखा त छैन त दिन्छु आगो तर चरा छ छैन यो चाहिँ एउटा अन्याय पाप हो हेर्नु त साथी खै त्यो अन्डा र यहाँ देखा न कहाँ देखाइछिस् वाउ अन्डा रहेछ खै ओ माय गॉड हियर हैव वन स्मॉल एग देखा त यहाँ चाहिँ एउटा अन्डा देख्न सक्नुहुन्छ तपाईँहरू सानो अन्डा यो अन्डा अब हामीले राखिदिन्छौँ है एकचोटि मन हेर्छु न हेर कति सानो यो चराको होइन छेपेराको छेपेरा होइन त्यो सानै चरा खान्छ यहाँ हेर न यहाँ फोनमा गुडलाई यहीँ राखिदिनु पर्यो देखा त नगर्ने राखिदिने पाउँदैन नि त अन्डा एउटा रहेछ ल है अघि नै आगो लगाइदिनु भएको थियो दाइले लु निस्किन लु गाइज अब हामी टिप्छौँ हारिसक्यो अब अर्को रुखको झार्नलाई जाने हो फेरि यहाँ हेर्नु गाइज हाम्रो दाइलाई पसिना गाइज फाइनली हामीले चाहिँ बाँकी भएको निबो झारिसकेका छौँ अब म चाहिँ निबो बोकेर पर आइछन् आउँदैछु त हो पेल्ने ठाउँमा जाँदैछु अब अगाडिबाट गर्न आइछ पछाडिबाट के हार्छिस् इसाके लालाई टक्सँग अब म चाहिँ कसरी गर्ने बाँकी भएको रल फल निकालेर पेल्ने ठाउँ यो पनि अब तपाईँहरूलाई पेल्ने ठाउँ पनि म देखाउँछु यहाँ हेर्नु दाजुले पेल्ने छ नि यिनीहरूलाई पेलि नै सकेर आइन्छ नि रास अब यो चाहिँ अहिले यो फ्रेस हाम्रो म्यानेजरको पोको आयो अब कति केजी राख्ने हो आउँछ हाँसिटेर यो फ्रेस हो ल्याएको देखाइसकेको अब यहाँले मलाई देखाउनु त यहाँ हेर्न सक्नुहुन्छ नि भयो आज टिपेको यो हो अनि यो चाहिँ पहिले नै टिपेको थियो किन ए देखिँदैन अनि यहाँनिर यसरी पेलिन्छ निबा चाहिँ गाउँघरमा है हेर्नु है त यसरी हालिन्छ अनि यहाँनिर हाम्रो माली बहिनी हुनुहुन्छ एकजना यसरी अनि यहाँबाट रस निस्किन्छ है यो चाल्न थाहा पायो यो रस निस्किन्छ देखाउनु हैन यो चाहिँ यसको प्रेसरले गर्दा माथि अनि यो चाहिँ काटेको हो
यहाँ एक डोको झनै लगभग पेलिसकेको छ निपा काटेर यसरी हालिन्छ। यहाँ दुईजना बहिनीहरू छन् मेरा अनि यहाँ भाइले चाहिँ यहाँ पेलिरहेछ। रस चाहिँ यसरी आउँछ है हेर्नु। यहाँबाट यो एउटा कोलको खाँबो राखेर यसरी निपर राखिन्छ। ल यसरी निस्कालिन्छ काइजहरू। यो नुहानेउलो हो, यो एकदम पुरानो प्रविधि हो र गाउँघरमा अझै पनि यस्तै प्रविधि छ प्राय सबै ठाउँमा। रस चाहिँ यति भएको छ है, त्यति निपाको रस चाहिँ यति भएको छ। तपाईँहरू देख्न सक्नुहुन्छ यो सबै रस हो। लगभग आधी जति नै छ लगभग। जे होस् राम्रै रस निस्कियो भन्नुपर्छ है। यति निस्कियो रस चाहिँ फाइनल्ली। अब यसलाई उमालेर पकाएर बनाउँदाखेरि योभन्दा कमै मात्रामा हुन्छ। ल गाइज अब चाहिँ हामी अलमोस्ट यो सबै निपो पेलिसक्ने छौँ आज। अनि यति निपो पेलिसकेपछि अनि हाम्रो काम सम्पन्न हुन्छ आज है। अब हाम्रो यहाँ प्रोसेस चलिरहेछ भटाभटी। अनि निपो पेलिसकेपछि अमिलो हुन्छ। अनि अमिलो उमालेर पकाएपछि एकदम पर्फेक्ट नम्बर 1 अमिलो बन्छ है। अनि सम्पर्क गर्नु हजुरहरूलाई पनि चाह्यो भने। म लिंक मा मेरो नम्बर छोड्दिन्छु भन्नु न।